आज 2081 चैत्र 22 गते शुक्रबार अप्रिल 4 2025। आजको कुलमान घिसिङज्यूको पत्रकार सम्मेलन अनि विभिन्न घटनाक्रम निहाल्दा केही बोल्न मन लाग्यो। अहिलेको नेतृत्वलाई प्रश्न गर्नु पूर्व हाम्रा सम्मानित तथा पूजनीय नेता जस्तै बीपी कोइराला, मदन भण्डारी, गणेश मानसिंह तथा मनमोहन अधिकारीज्यूहरूलाई प्रश्न गर्न मन लाग्यो। तपाईहरूले कस्ता नेताहरू दीक्षित गर्नुभएछ? पक्कै पनि माथिबाट हेरिरहनु भएकै होला। एउटा व्यक्तिगत राजनीतिक अभिष्ट तथा इगोको खातिर जनताले मन पराएका अझ भनौँ राम्रो काम गरिरहेका कर्मचारीलाई पाखा लगाउने काम गरिन्छ। त्यस्ता नेताहरूले के ज्ञानेन्द्र शाही तथा राजेन्द्र लिङ्गदेन जस्ता माननीयहरूलाई अब व्यक्तिलाई दाम चढाएर शासन गर्ने हुने कि तपाईँ आफै सर्वोच्च पदमा पुग्न सक्ने व्यवस्था ल्याएका छौँ भन्ने ल्याकत राख्न सक्छन् त? यही हो आजको प्रश्नवाचक चिन्ह। अब नेतृत्वको कुरा गर्दा ली कुआन यूलाई सम्झौँ। हुन त उहाँ परलोक भएको पनि 10 वर्ष भइसकेको छ। एक दिन उहाँलाई मिडियाहरूले प्रश्न गर्दा तपाईँले आफ्नो देशलाई निकै तरक्की गराउनु भयो, अझ भनौँ संस्थागत प्रणालीलाई धेरै मजबुत बनाउनु भयो। यदि तपाईँ पछिका शासकले देशलाई अब अधोगतितिर लैजाने कुचेष्टा गरे भने तपाईँ के गर्नुहुन्छ भन्ने सोद्धा उहाँ भन्नुहुन्छ, हुन त यो सान्दर्भिक प्रश्न हो जस्तो मलाई लाग्दैन र म बाँचुन्जेल त्यो हुने कुरै भएन। मेरो अवसानपछि त्यस्ता भ्रष्ट नेतृत्व आएमा मसान घाटबाट या चिहान घाटबाट निस्केर भए पनि त्यस्ता भ्रष्टको घाँटी निमोड्छु भनेका थिए भन्ने सुनिन्छ। अनि आफैलाई प्रश्न गर्न मन लाग्यो, के त्यस्ता नेता नेपालले कहिले पायो त? अब एउटा घटना सम्झौँ। 263 वर्ष अगाडिको कुरा हो। जति बेला पृथ्वीनारायण शाह अहिलेको थाई प्रधानमन्त्री पेटोङ ठर्न सिनावात्रको उमेरको हुनुहुन्थ्यो। त्यस समय गोर्खा राज्य गोर्खा हुँदै नुवाकोट, तत्कालीन दोलखा र दहचोक क्षेत्रसम्म विस्तार भएको थियो भने कीर्तिपुरसँगको लडाइँमा तत्कालीन सेना प्रमुख कालु पाण्डे सहितको सयौँले वीरगति प्राप्त गरी लज्जास्पद हार बेहोरेको थियो। तत्पश्चात पृथ्वीनारायण शाहले सैनिक सुदृढीकरण, हात हतियारको मात्र व्यवस्थापन नगरी तत्कालीन जयप्रकाश मल्लद्वारा शासित शक्तिशाली राज्य कान्तिपुरका सेनापति खलक जसराम थापाको छोरा सरदार डम्बरसिंह थापासँग आफैले आफ्नो भारदार तुलाराम पाण्डेको छोरी विवाह गराई तत्पश्चात सिन्धुली लगी झन्डै 6 महिना आफू पनि सँगै बसी रणनीतिक योजना बनाएका पृथ्वीनारायण शाहले त्यसै वर्ष 1819 भाद्र 9मा मकनपुर तथा अर्को महिनाको असोज 20 गते सिन्धुली गढी विजय तथा नियन्त्रण गरेको इतिहासले उहाँको नेतृत्व भूमिकालाई प्रस्ट्याउँदछ। तर अहिलेको हेरौँ त रजगज, आफ्नै राम्रो गइरहेको कर्मचारीलाई अनेक तिग्रम तथा हुकुमे शासन जस्तो गरी निकालिन्छ। हामीले यस्तै शासन शैली खोजेका हौँ त? यस्तै शासन प्रक्रिया खोजेका हौँ त? यस्तै शासन विधि खोजेका हौँ त?